त्योभन्दा अर्को सुनाइदिन्छु नि दामी त्यो भन्दा पनि यो पनि घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु न खाना दिन्छ न भोक मेटाउँछ पेटले न खाना दिन्छ न भोक मेटाउँछ पेटले छन त छ उसको पनि राहदानी के गर्नु आज चाहिँ मैले ब्यागबाट राहदानी झिकेर घर राखेको छु छन त छ उसको पनि राहदानी के गर्नु पोखिन देऊ बगरले प्यास त मेट्ला थोरै पोखिन देऊ बगरले प्यास त मेट्ला थोरै राखेर आँखामा यति धेरै पानी के गर्नु राखेर आँखामा यति धेरै पानी के गर्नु आज चाहिँ आँखाबाट धेरै पानी गयो राखेर आँखामा यति धेरै पानी के गर्नु पोखिन देऊ बगरले प्यास त मेट्ला थोरै घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु धन्यवाद अब साँच्चै यो जवानी के गर्नु त जवानी बितेर जान्छ नि समय हो जवानी पनि यो समय चाहिँ यो समय पनि बितेर जान्छ यसको आफ्नै एउटा बहाव छ एउटा लय छ सुमनजीको जवानी बितेर जाने हो नि त अब कोही छैन बित्न त कोही हुँदा पनि बित्छ है तपाईँको कोही हुँदा हुँदै पनि बितिरहेको छ नि होइन मेरो कोही नहुँदा पनि बितेको छ यसको काम बित्ने हो यो बित्छ मैले यसलाई यो जवानीलाई चाहिँ मैले प्रेम विवाहसँग जोड्न खोजेँ होइन बुझेँ मैले त्यो हिसाबले चाहिँ विवाह नगर्ने मान्छे जवानी सुन्दर बनाउन प्रेममै पर्नुपर्ने विवाहमै पर्नुपर्ने या कसैसँग फ्याट्टै भन्दा नराम्रो सुन्ने होला या कसैसँग हुनै पर्ने भन्ने नहोला अहिलेलाई चाहिँ जिन्दगीलाई माया गरिरहेको छु अनि बित्छ आरामले यसको आफ्नै फ्लोमा गइरहेको छ अब चाउरी पर्न थाल्छन् जहिले जबरजस्ती यहाँ चाउरी पराएको मनपर्छ कि मलाई यस्तो यहाँ हुन्छ नि यो इन्जेक्सन लाएर बोटोक्स गरेको खासमा अनेक सोच छन् अनि अब धेरै छैन होला नि त चाउरी पर्ने पनि है पर्न आँटेकै अब त अब समय लाग्दैछ हजुर लाग्यो तपाईँको समय आउँदैछ आइसक्यो